नमो नमः। सर्वेभ्यो नमो नमः। गुरुदेव नमो नमः। शुक्लां ब्रह्मविचारसार परमामाद्यां जगद्व्यापिनीं वीणापुस्तकधारिणीमभयदां जाड्यान्धकारापहाम् हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्। नमो नमः। गुरुदेव हजुरलाई हार्दिक स्वागत आजको। ओम ओम श्री परमात्मने नमः। पार्थाय प्रतिबोधितां भगवता नारायणेन स्वयं व्यासेन ग्रथितां पुराणमुनिना मध्ये महाभारतम् अद्वैतामृतवर्षिणीं भगवतीमष्टादशाध्यायिनीम् अम्ब त्वामनुसन्दधामि भगवद्गीते भवद्वेषिणीम् नमोऽस्तु ते व्यासविशालबुद्धे फुल्लारविन्दायतपत्रनेत्र येन त्वया भारततैलपूर्णः प्रज्वालितो ज्ञानमयः प्रदीपः प्रपन्नपारिजाताय तोत्रवेत्रैकपाणये ज्ञानमुद्राय कृष्णाय गीतामृतदुहे नमः। सर्वोपनिषदो गावो दुग्धा गोपालनन्दनः पार्थो वत्सः सुधीर्भोक्ता दुग्धं गीतामृतं महत्। अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः। श्री सद्गुरुचरणारविन्देभ्यो नमः। श्रीमद्भगवद्गीताको द्वितीय अध्यायको स्थितप्रज्ञ योग चलिरहेको छ, जसमा विगत श्रृङ्खलामा 69औं श्लोकको हामीले सामान्य अर्थ गरेका थियौँ। आज त्यसको केही विशेष अर्थ गरेर 70औं श्लोकमा हामी प्रवेश गर्नेछौँ। 69औं श्लोक जो हामीले सामान्य अर्थ गरिसकेका छौँ। या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः। यहाँ संयमी र मुनि यी दुईटा अलग अलग शब्दद्वारा प्रतिपादन गरिएका ज्ञानीहरूको चर्चा छ। अन्तिम निष्कर्षमा हामीले संयमी भनेर साधकको रूपमा रहेका योगीहरू, स्थितप्रज्ञहरू, पश्यतो मुने भनेको पूर्ण ज्ञानको स्थितिमा आरूढ भइसकेका सिद्ध ज्ञानीहरू भनेर दुईटा छुट्टा छुट्टै बतायौँ। अब यसमा या निशा सर्वभूतानाम, या भूतानाम शब्दको अर्थ हामीले प्राणीहरू भनेर गरिसकेका छौँ। तर भूत शब्दको व्युत्पत्तिका सम्बन्धमा पूर्वाचार्यहरूले जस्तो व्याख्या गर्नुभएको छ, भूत भनेको प्राणीहरू। मरिसकेपछि भूत भन्ने अर्थ लाग्छ, भूत प्रेत पिशाच भन्ने अर्थमा। तर त्यो त एक किसिमले सामान्य अर्थ हो। भूत शब्दको अर्थ भू धातुबाट कत प्रत्यय गरेर भएको भन्ने अर्थ हुन्छ। अब यसमा शास्त्रकारहरूले कस्तो अर्थ गर्नुभएको छ भने प्राचीन कर्म फलानुभूत्यै पुनः पुनर्भवन्ति जायन्ते इति भूतानि। आफूले गरेका प्रारब्ध कर्मको फल भोग्न पुनः पुनः जन्म लिइरहने जो हुन् तिनीहरूलाई भूतानि भनेर बताइन्छ। तेषां सर्वेषां भूतानां, ती सबै प्रारब्ध कर्म फल भोग्न फेरि फेरि जन्म लिइरहेका प्राणीहरूका निमित्त
एक किसिमले निर्विशेषा चिति मात्रा सत्ता जो हो, आत्मसत्ता, ब्रह्मज्ञानको स्थिति, पूर्ण बोधको स्थिति हो, त्यो चाहिँ निशा समान हुन्छ। अब निशा शब्दको अर्थ के हो त? या निशा, निशा भनेको नितरा रात्रि, तर यहाँ विशेष अर्थ गर्दा नितराम सेरते प्राणिनः यत्र इति निशा। सर्वसाधारण प्राणीहरू जुन अवस्थामा मस्त ढुक्क सुतिरहेका हुन्छन् त्यसलाई निशा भनिन्छ। त्यो हो अन्धकारमय रात्रि उनीहरूको दृष्टिमा। त्यो अन्धकारमय रात्रि भने पनि त्यो कस्तो हुन्छ त भन्दाखेरि सर्वव्यापक हो, किन अन्धकार प्रकाशभन्दा बढी व्यापक छ। अनि दृष्टि प्रवेश हुन सकेन, अनि पदार्थहरूको अस्तित्व देखा पर्न सकेन, सर्वसाधारण मनुष्यहरू त्यहाँ प्रवेश गर्न सकेनन्। सर्वसाधारण प्रवेश गर्न नसक्ने एक किसिमको ब्रह्मनिष्ठाको स्थिति, हाम्रा इन्द्रियहरू दृष्टिहरू त्यहाँ पुग्न नसक्ने ब्रह्मनिष्ठाको स्थिति, अनि सर्वव्यापक अवस्था, त्यो व्यवहारातीत अवस्था निशा। कसले हो बजाएको? बजाऊ है। तथा से यस किसिमको स्थिति जो हो त्यो चाहिँ निशा भनेर बताइयो। सर्वभूतानाम या निशा, सबै प्राणीहरूको लागि त्यो निशा भयो। तेजः परस्याम देवतायाम भनेर शास्त्रले जो परादेवता भनेर बताएको छ, त्यो परादेवता जहाँ सबै प्राणीहरू शयन गर्दछन् त्यो परादेवता हो। त्यो परादेवता स्थिति जो हो त्यो सर्वसाधारण व्यक्तिहरूले निशा भनेर चिन्छन्। हो त्यो निशामा, अब निशाको अर्को पनि व्युत्पत्ति छ। सम सुखम नितराम ददाति इति निशा। नि शब्दको अर्थ नितराम भनेको विशेष रूपले, सम भनेको सुख परम आनन्द दिने, सुख रूपत्वात् निशा, अत्यन्त सुखरूप भएको हुनाले निशा। यसलाई हामीले यसरी पनि बुझ्न सक्छौँ। सर्वसाधारण व्यक्तिले राति अँध्यारो छ, अब केही काम गर्न सकिँदैन, अब थुपुक्क सुत्ने हो, एकछिन त अब सुत्नु पर्यो भनेर सुत्छ। तर सायद बृहदारण्यक उपनिषदमा सुत्छ भन्ने अर्थमा स्वपिति यसको अर्थ गरेको छ। स्वम अपि इतः भवति भनेको आफ्नो परम आत्माको सत्तामा एकछिन गएर समाहित हुन्छ, त्यसैलाई स्वपिति भन्छन्। सुत्नु भन्ने अर्थमा स्वपिति भन्ने चलन छ। त्यसको व्युत्पत्ति उपनिषदको भाषामा यसरी गरियो कि स्वम अपि इतः भवति, आफैमा प्राप्त हुन्छ भन्ने अर्थमा स्वपिति भनेको के हो त? जसरी बाहिर भौतारिएको दौडिएको मान्छे घरमा जान पाए ढुक्क हुन्थ्यो भन्छ, घरमा गएपछि केही गर्नु छैन, डङ्रङ्ग सुत्छ, तर पनि उसलाई एकदम शान्तिको एउटा पुनर्ताजगीको अनुभव हुन्छ। त्यसै गरी व्यवहारमा दौडिरहेका सर्वसाधारण प्राणीहरू जब एकछिन निद्राको अनुभव गर्दछन्, अर्थात् स्वम अपि इतः भवति, आफ्नो प्रपञ्च शून्य भएर आफूमा समाहित हुन पुग्छन्, हो त्यतिखेर उनीहरूलाई त्यो परम आनन्दको प्राप्ति हुन्छ, एक किसिमले फ्रेस हुन्छन्। सुषुप्तिमा गएर फर्किँदा मानिसहरूमा ताजा तरोजापन अनुभव हुन्छ। तर सर्वसाधारणले त्यसलाई निशा भन्छन्। त्यो निशा सुषुप्ति अवस्था हो। त्यो चाहिँ माने जागा हुने व्यक्तिहरू, संयमी व्यक्तिहरूले त्यो सुषुप्तिको अनुभव गर्दछन्। अद्वैत वेदान्त परम्परामा ब्रह्मज्ञानको स्थितिलाई बुझ्न सुषुप्तिलाई बुझ्ने भनेर बारम्बार बताएको हुन्छ। सुषुप्ति परम आनन्दमय स्थिति। अलिकति समस्या यति हो कि त्यहाँ अज्ञान मोह निद्रामा एक किसिमले त्यो अविद्याको एक किसिमको वृत्ति विशेषमा अल्मलिएको हुनाले फर्केर आउँछ, त्यो छुट्टै कुरा भयो। तर त्यो अविद्याको वृत्ति विशेषको माध्यमले गए पनि पुग्ने त त्यही परमात्मा सत्ताको अनुभव हो। त्यसैले निद्राबाट जागा हुँदा सुखम अहम अश्वाप्सम न किञ्चित अवेदिसम भनेर परामर्श अर्थात् बिउजेपछि उसले आफ्नो स्मरण व्यक्त गर्दछ। यसको मतलब सुषुप्ति अवस्थामा उसलाई परम आनन्दको अनुभव भएकै रहेछ।
त्यसैले त्यसलाई निशा भनौँ, रात्रि भनौँ, निद्राको अवस्था भनौँ, स्वस्थितिमा पुगेको स्वम अपि इतः भवति भनौँ, हो त्यस्तो अवस्था। त्यो अवस्थामा अरू सबै चाहिँ मोहनिद्रामा घुरिरहेका हुन्छन्, केही थाहा पाउँदैनन्। केही थाहा पाइएन भन्छन्, थाहा पाएको कुराको पनि उनीहरूलाई थाहा हुँदैन, जानेर पनि नजाने जस्तो हुन्छ नि। तर जो ब्रह्मानन्द घन त्यो एक किसिमको चाहिँ नि जो निशा स्थिति हो, अविद्याको निद्राबाट जागेको संयमी व्यक्ति बाहिरी इन्द्रियका प्रवृत्ति र निवृत्तिहरूबाट निवृत्त भएको, प्रवृत्तिबाट खिचिएको निवृत्ति भएको त्यो ब्रह्मविद ब्रह्मज्ञानी व्यक्ति जागर्ती भनेको त्यतिखेर जागा भएर बस्छ। एकजना गुरुदेव भन्दै हुनुहुन्थ्यो, ब्रह्मज्ञानको स्थिति भनेको के हो त? न निदाउनु न चिताउनु। अहिले जाग्रत अवस्थामा हामी मनको चञ्चलतालाई लिएर यो जाग्रत छ भनेर बुझिरहेका हुन्छौँ, तर सुषुप्ति अवस्थामा जसलाई हामी निदाएको अवस्था भन्छौँ त्यतिखेर निदाएका हुन्छौँ मोहनिद्रामा, अज्ञानमा। तर ब्रह्मज्ञानको स्थिति भनेको के हो त भन्दा न निदाएको र नचिताएको अवस्था। सर्वसाधारण व्यक्तिले त्यसलाई निशा नै भनेर बुझ्दछन्। सर्वसाधारण व्यक्तिहरू त्यतिखेर सुतेका हुन्छन्। सर्वसाधारण व्यक्ति त के भनौँ, वेदान्त सुनेका, शास्त्र पढेका, खुब जान्ने सुन्ने हुँ भन्नेहरू पनि त्यतिखेर निदाए जस्ता हुन्छन् र आफ्नो स्वरूपको अनुभव गर्दैनन्, केही पनि थाहा भएन भन्छन्। आफ्नो स्वस्वरूपको बोध उनीहरूमा हुँदैन। यो चाहिँ या निशा सर्वभूतानामको हामीले हिजो चर्चा गरिसकेका थियौँ, त्यसको विशेष तात्पर्य भयो। सर्वपदार्थानाम अविवेककरी तमस्वभावत्वात् सर्वेषां भूतानां सर्वभूतानां किम तद परमार्थ तत्त्वं स्थितप्रज्ञस्य विषयः। शङ्कराचार्य भन्नुहुन्छ त्यो पारमार्थिक स्थिति हो जो स्थितप्रज्ञको विषय हो, तर त्यो ज्ञेय अवस्था होइन, त्यो स्वयं अनुभवको अवस्था हो। यसको साधारण उदाहरण त लाटोकोसेरोको दिइहाल्यौँ हामीले। जसरी लाटोकोसेरो जस्ता रात्रि चरहरूलाई अरूको दिन चाहिँ अँध्यारो लाग्छ, तर उनीहरू त्यही रात्रिमा मजा मानिरहेका हुन्छन्। त्यसै गरी निशाचर स्थानीय सम्पूर्ण अज्ञानी मानिसहरू जसको पारमार्थिक ब्रह्मबोध सम्बन्धी बुद्धि भनेको छैन, तिनीहरूले यो नजानेको हुनाले उनीहरूलाई निशा भन्छन्, तर त्यो स्थिति चाहिँ आत्मबोधको स्थिति हो। संयमी व्यक्ति त्यतिखेर जागिरहेको हुन्छ। यो कुरा बताउनु भयो। अब फेरि अर्को बाँकी छ पंक्ति, यस्याम जागृति भूतानि, यसको पनि चर्चा गर्नु छ। यस्याम अविद्यायाम, यहाँ यस्याम शब्दको अर्थ चाहिँ नि अविद्यायाम भनेको अज्ञानमा, मोहनिद्रामा। जुन मोहनिद्रामा म द्रष्टा हुँ तिमी दृश्य हौ भनेर द्रष्टा दृश्यको भेद झाङ्गिएको हुन्छ, आफूलाई कर्ता भोक्ता प्रमाता मानिरहेको हुन्छ। त्यो दृष्टि दृश्य भावको भेद झाङ्गिएको, कर्ता भोक्ता स्थिति भएको जो चाहिँ नि एक किसिमको चाहिँ नि अविद्याको स्थिति हो। त्यतिखेर दुनियाँ जागिरहेका हुन्छन्, दौडिरहेका हुन्छन्, कहिले चुनाव प्रचार गरिरहेका होलान्, कहिले यो पार्टी र त्यो पार्टी भनिरहेका होलान्, कहिले जित्ने सरकारमा को जाने, हाम्रो स्वार्थ कताबाट सिद्ध हुने भनिरहेका होलान्। कतिपय मान्छेहरू हामी आन्दोलनकर्ता हौँ भनिरहेका होलान्। हजुर हामी व्यवहारहरू आफ्ना आफ्ना गरिरहेका होला, दौडिरहेका होला। कसरी दौडिरहेका होला? आफूलाई एउटा अज्ञानको घेराभित्र फसाएर, नभएको आफ्नो परिचयलाई अगाडि उभ्याएर, पाञ्चभौतिक शरीरलाई नै अहम र ममको घेराभित्र पारेर त्यसैभित्र रुमल्लिएर रमाइरहेका छन्। यस्याम जागृति भूतानि। यहाँ भूतानी शब्दको अर्थ सम्पूर्ण प्राणीहरू, अघि हामीले बताइहाल्यौँ, कर्मफल भोग्न पुनः पुनः जन्म लिइरहनेहरू जति हुन् सबै भूतानी हुन्। अरू सर्वसाधारण अज्ञानी व्यक्ति त हुन् नै, तर शास्त्र पढे लेखेका हुँ भन्नेहरू पनि, कर्मकाण्डमा लागेकाहरू पनि, ठुल्ठुलै विद्वानहरू पनि, ठुला ठुला यज्ञ अनुष्ठान गर्नेहरू पनि, शास्त्रज्ञहरू पनि त्यही अविद्यालाई अगाडि सारेर काम गर्दछन्। ब्रह्मसूत्रको सुरुमा शङ्कराचार्यले भन्नुभएको छ,
अविद्यावद विषयाणी शास्त्राणी भनेर शास्त्रहरूले पनि अविद्यावान यही उपाधि उपहित चैतन्यलाई नै उपाधि उपहित यो एउटा स्थितिलाई नै म भनेर भ्रममा बाँचिरहेका हुन्छन्। हामी जो कर्मकाण्डमा कर्म गर्दछौँ, कर्म गर्ने बेलामा सङ्कल्प भन्ने भनेर वाचन गर्दछौँ। सङ्कल्प वाचन गर्दा के गोत्र के नाम अहम शर्मा वर्मा गुप्त दास अहम भनेर आफ्नो नाम र गोत्रहरू लिएका हुन्छौँ। त्यो पनि अज्ञान कल्पित, त्यो पनि एउटा भ्रान्ति त हो नि। वास्तवमा अनाम रूपम नाम रूप रहित भएको परिपूर्णतम आफ्नो आत्मस्वरूपलाई बिर्सेर यो खोलमा पाञ्चभौतिक शरीरमा फँसेपछिको परिचयलाई जो भ्रान्ति हो, जो अज्ञान कल्पित परिचय हो, त्यो परिचयलाई अगाडि उभ्याएर मेरो गोत्र अरे मेरो नाम अरे। नाम त 11 दिन पछाडि राखेको, गोत्र चाहिँ अलि अगाडि भन्ने हो भने पनि यो खोलभित्र पसिसकेपछि रहेको। अर्को खोलमा रहँदा अर्को गोत्र हुन्थ्यो होला, त्यस कारणले मेरो त त्यो परिचय त थिएन। नहुँदा नहुँदै पनि यस किसिमको अज्ञानमा अविद्यामा भ्रममा बाँचेका, भ्रमले नै कसैले कसैलाई श्रीमान र पति र कसैले कसैलाई पत्नी भनिरहेको छ। भ्रमकै कारणले व्यवहार मनुष्य अहम मनुष्य भनिरहेको छ। त्यो भ्रमभित्रै रहेर म चाहिँ यो गोत्र, म यो प्रवर, म यो नाम, म यो स्त्री, म पुरुष, न स्त्री न षण्ढो न पुमान् न जन्तु नाहम पुनः कर्म न सन्न चासन निषेध शेषो जयताद अशेष। सम्पूर्ण वस्तुहरूलाई परित्याग गरिसकेपछि मात्रै तस्मात् एकः शिष्यते शेष संज्ञ, आफ्नो त्यो मूल स्वरूपलाई बिर्सेर अविद्यामा रमाइरहेको छ। त्यो के भयो त? श्याम जागृति भूतानी भयो। अरू प्राणीहरू त्यस्तै अवस्थामा जागिरहेका हुन्छन्। मेरो लागि यो इष्ट भयो, मैले त कमाइ गर्नुपर्दछ, मेरो त यो अनिष्ट भयो, मैले यसको द्वेष गर्नुपर्दछ, यो मेरो कार्य हो, यो मेरो अकार्य हो भनेर कार्यको भ्रान्तिमा बाँचिरहेका हुन्छन्। तिनीहरूको यो विचारको भूमि पृष्ठभूमि भनेको के अरे द्वैत दृष्टि हो, भ्रम दृष्टि हो। अनि त्यसैले तिनीहरू द्रष्टा दर्शन दृश्यको भेदमा अल्मलिरहेका हुन्छन्। त्यो अज्ञानीहरूको जो जाग्रत अवस्था हो, अज्ञानीहरूले जसलाई जागा भएको फुर्ती लगाएको अवस्था भन्छन्, त्यो पुरै संसारलाई ब्रह्मज्ञानी ब्रह्मनिष्ठ व्यक्तिले वास्तै गर्दैन। निशा भनेको रात्रि समान हुन्छ, ऊ आँखा चिम्लिदिन्छ उसलाई। जसरी निशा शब्दको अर्थ अघि प्राणीहरूले संसारिक मानिसहरूले व्यवहार गर्दैनन् भन्ने अर्थमा निशा भनिएको थियो, त्यसै गरी यो ब्रह्मज्ञानी व्यक्ति अविद्यारूपी निशामा यो अहङ्कार र ममकारलाई अगाडि उभ्याएर कुनै व्यवहार गर्दैन। किनभने यहाँ अविद्या अनादिकालदेखि चलिआएको अविद्या अनि अविद्याद्वारा नै कमाइएका कर्महरूको वासना, यिनीहरूकै कारणले यसको व्यवहार भइरहेको छ। लौकिक व्यवहार त भएको छ, वैदिक शास्त्रीय व्यवहार पनि त्यस्तै भएको छ। जति कर्मको घेरा छ, त्यो कर्मको घेराभित्र चाहे त्यो लौकिक होस् चाहे त्यो शास्त्रीय होस्, सबै चाहिँ भ्रमपूर्ण व्यवहार नै चलिरहेको छ। जो ब्रह्मविद्या हो त्यो सबै प्राणीहरूका लागि निशा भयो। जहाँ पश्यतो मुने तत्त्वदर्शी ज्ञानीहरूका लागि त्यो चाहिँ जाग्रत अवस्था हो। यस प्रकार जाग्रत अवस्था र निशा अवस्थाको भेद छुट्याइसकेपछि शङ्कराचार्य के भन्नुहुन्छ भने निष्कर्षको रूपमा जति पनि कर्महरू शास्त्रले बताएको छ नि, विधि निषेध, यो गर्न हुन्छ यो गर्न हुन्न लगायत, यो सबै चाहिँ अज्ञान अवस्थालाई लिएर बताएको हो। ज्ञानावस्थामा पुगिसकेपछि गर्नुपर्ने कुरा केही पनि बाँकी रहँदैन। नैव तस्य कृतेनार्थो न कृतेनेह कश्चन न चास्य सर्वभूतेषु कश्चित् अर्थव्यपाश्रयः तस्माद् असक्तः सततं कार्यं कर्म समाचर असक्तो ह्याचरन् कर्म परमाप्नोति पुरुषः। भगवान श्री कृष्ण नै भन्नुहुन्छ।
अज्ञान अवस्थाका लागि नै, अज्ञान अवस्थामा रहेका मानिसहरूका लागि नै शास्त्रले विभिन्न कर्महरू बताएको हो। ज्ञान अवस्थामा पुगिसकेपछि, अथवा भनौँ ज्ञान रूपी सूर्य उदाइसकेपछि जसरी अन्धकारको कुनै अवसर रहँदैन, त्यसै गरी अज्ञान कल्पित कर्म र कर्म सम्बन्धी विधि निषेधहरूको कुनै आवश्यकता पनि छैन, उपयोगिता पनि छैन। हुन त लोकसङ्ग्रहका लागि प्रवाह अनुसार कर्म उबाट हुन जाला, तर कर्तृत्व बुद्धिका साथमा ज्ञानीले कर्म गरिरहेको हुँदैन। म कर्ता हुँ भन्ने भाव लिएर कर्म गर्दा बन्धन, समस्याहरू र त्यसको जिम्मेवारीहरू आउने हो। निमित्त मात्र भएर कर्म गर्दा जिम्मेवारी आउँदैन। यदि परिस्थितिले कर्म गर्नेवाला छ भने, निमित्त मात्र भएर निमित्त मात्रम भव सभ्य साचिन, कर्म गर्ने। यदि परिस्थितिले कर्मको जिम्मेवारी काँधमा भारी बोक्नुपर्ने परिस्थिति यदि देखिएन भने सर्वकर्म सन्यासपूर्वक ब्रह्मनिष्ठामा रहने यो लक्ष्य हो, यो स्थिति हो। त्यो ब्रह्मविद्याको उत्पत्ति हुनुभन्दा अगाडि जति पनि सांसारिक कर्महरू यथार्थ भन्ने ठानेर क्रियाकारक फलभेद रूपा भनेको छ। त्यहाँ विभिन्न कारक भन्छ। कारक भन्नाले कर्ता, कर्म, करण, सम्प्रदान, अपादान, अधिकरण। अब म यजमान कर्ता भयो, स्वर्ग जान स्वर्ग कर्म भयो, अब सुरोचरु इत्यादि द्वारा भनौँ करण भयो, अनि सुखार्थम अथवा स्वर्गार्थम स्वर्गाय चतुर्थी सम्प्रदान भयो। अनि कहाँबाट आएर अथवा कहाँबाट वस्तु ल्याएर भन्यो अपादान भयो। अनि कुन ठाउँमा अग्निमा हवन गर्ने भन्दाखेरि अधिकरण भयो। जब कर्मको घेरा हुन्छ त्यहाँ कर्ता कर्म यिनीहरू कारकको भेद चाहिँ रहन्छ, क्रियाकारक फलभेद त्यो रहन्छ। त्यो रहेर नै कर्मको कारण मतलब हेतु बनिन्छ। तर यी सबै क्रियाकारक भेदलाई निमिट्यान्न पारेर स्वस्वरूपमा दृढ भएर आत्मबोधका साथमा स्थिर भएर रहनेहरूका लागि त्यो कर्तृकर्म भेद पनि रहेन, अविद्याको जन्जाल पनि रहेन, उसका लागि कुनै कर्मको अवशेष रहँदैन। हुन त वेदले बताएको गर्नै पर्ने हो, वेद प्रमाण हो। वेदले बताएको कर्म गर्नै पर्ने हो भनेर कर्ममा प्रवृत्त हुने नै हो। तर त्यो कसका लागि हो भन्ने जान्ने ज्ञानी भए, थाहा नपाएर अविशेषेण हामी सबैका लागि हो भनेर चाहे वेदले बताएर होस् चाहे आफ्नो रागको कारणले होस् कर्ममा प्रवृत्त हुने जति छन् तिनीहरू सबै अविद्यावान अज्ञानीहरू नै भएर मानौ त्यो लाटोको सेरो रात्रिमा जागे जस्तो रात्रि समान उनीहरू छन्। उनीहरू कर्तव्य विवेक शून्य भएर कर्ममा प्रवृत्त भइरहेका छन्। जो ज्ञानी छ त्यो ज्ञानी भएका व्यक्तिको कर्ममा प्रवृत्त हुन आवश्यकै परेन। त्यसको लागि परिस्थितिले चाहे बाहिर रूपतः भए पनि, परिस्थितिका कारणले रूप सन्यास नभए पनि, हृदयतः भए पनि तिनीहरू सबै सर्वकर्म सन्यासका अधिकारी हुन्, प्रवृत्तिका अधिकारी होइनन्। यो कुरा भगवान् श्रीकृष्णले बताउनु भएको छ। तद्बुद्धयस्तदात्मानः तन्निष्ठा तत्परायणः गच्छन्त्य पुनरावृत्तिं ज्ञान निर्धूत कल्मषाः। जब ज्ञानाग्नि प्रदीप्त भइसकेपछि, ज्ञान रूपी अग्निले सम्पूर्ण कल्मषहरू डढिसकेपछि उसले गर्नुपर्ने कुरा केही बाँकी रहँदैन। हुन त आत्मज्ञान हो। आत्मज्ञान ज्ञाननिष्ठा, ज्ञाननिष्ठामा गइसकेपछि कर्ममा प्रवृत्त हुन्न भनिसकेपछि त्यो शास्त्रले बताएका सबै अज्ञानीहरूका लागि मात्रै हुन् भन्दा कता कता अलि खड्किए जस्तो लाग्छ। तर निष्कर्ष के बताइएको छ भने शास्त्रले दुवै कुरा बताएको छ। आत्मज्ञानी बाह्य विषयमा रमाउनु जरुरी नै छैन। उसले
स्वस्वरूपानुसन्धानमा नै ऊ दृढ भएर रहन्छ। उसमा प्रमाण प्रमेय आदिहरूको कर्ता कर्तृत्व भाव कर्मत्व भावहरू सबै कुराको परित्याग हुन्छ। प्रमाण प्रमेय भाव नै उसमा रहँदैन। एक किसिमले भन्ने हो भने त्यो वेदान्त निष्ठाले आफूमा जो कर्तृत्व भावको भ्रान्ति थियो त्यो सबै माने हटाइदिन्छ। तर त्यो आत्मज्ञान हुनुभन्दा अगाडि चाहिँ चित्त शुद्धिका लागि पनि कर्म नै गर्नुपर्ने भएको हुनाले शास्त्रले कर्ममा नै अधिकृत अधिकारी बनाएको हुन्छ। यति प्रसङ्गहरू यो यानिसा सर्वभूतानां तस्यां जागर्ति संयमी यस्यां जागृति भूतानि सा निशा पश्यतो मुने यहाँसम्म आयो। यसको निष्कर्ष के आयो भने जसरी बाहिरी प्रसिद्ध भएको रात्रिमा आफ्नो अन्धकार अथवा तमस शक्तिका कारणले सा बाहिरी पदार्थका नाम रूपहरू सब विलीन हुन्छन्, ऊ केवल अज्ञान मात्र अथवा के अरे अन्धकार मात्र हुन्छ र सबैतिर फैलिएर टनाटन बसेको हुन्छ। अब निशा स्थानीय यो निशा जस्तै यहाँ ब्रह्मविद्या भन्ने मान्नुपर्ने स्थिति आयो। यहाँ व्याख्या गर्दा त्यसरी विचार गर्नुपर्दछ। त्यस्तै यो ब्रह्मविद्यामा जहाँ कि ब्रह्मविद्याको आफ्नो चित शक्तिको छत्रछायामा सम्पूर्ण सांसारिक दृश्य प्रपञ्चका कल्पित नाम रूपहरू सब हराउँछन् र चित मात्र चित सत्ता एक मात्र चिदानन्द रूप शिवोहम शिवोहम त्यो स्थिति हुन्छ। त्यो स्थितिमा चाहिँ ब्रह्मज्ञ त रमाउँछन्, अरू सांसारिक मानिसहरू चाहिँ अज्ञानले आँखा ढाकिएको हुनाले चुपो लागेर कता निधाइरहन्छन्, घुरिरहन्छन्। तर जुन ब्रह्मविद्या रूपी निशा हो त्यसमा चाहिँ ब्रह्मज्ञानी जागा भएर बसेको हुन्छ, अरू व्यक्तिहरू सब अल्मलिएर बसेका हुन्छन्। ब्रह्मज्ञानीले द्रष्टा दृश्य दर्शन भावलाई पनि मिथ्या ठान्छ। ब्रह्मविद्यामा रहेको व्यक्तिले आफूलाई ब्रह्मस्वरूप अनुभव गर्दै परिपूर्ण परात्पर परब्रह्मको परसुख परमात्मा सुखको अनुभव गर्दछन्। अज्ञानीहरू त्यहाँ पुग्न सक्दैनन्। यस प्रकार ब्रह्मज्ञानीको र अज्ञानीको भेद अथवा भनौँ ब्रह्मनिष्ठामा रहेका ज्ञानीको चाहिँ नि स्थिति यो यो श्लोकमा विस्तृत रूपमा बताइएको छ। यसको तात्पर्यार्थ धेरै गहकिलो छ। यो कुरा चाहिँ शङ्कराचार्यका चेला सुरेश्वराचार्यले बृहदारण्यक उपनिषदको व्याख्या माथि भएको वार्तिकमा शङ्कराचार्यले व्याख्या लेख्नु भएको छ, उहाँको चेला सुरेश्वराचार्यले वार्तिक लेख्नु भएको छ। त्यहाँ यही श्लोक उठाएर भगवद् गीताकै श्लोक उठाएर यो रहस्य बताउनु भएको छ। कारक व्यवहारे हि शुद्धं वस्तु न वीक्षते शुद्धे वस्तुनि सिद्धे च कारक व्यापृतिस्तथा काको लूक निषेवायं संसारो ज्ञात्मवेदिनः या निशा सर्वभूतानां इत्यवोचत स्वयं हरिः। यस प्रकार भगवानले प्रतिपादन गर्नुभएको छ। यसको अर्थ चाहिँ हामीले मूल श्लोकबाटै लगभग बुझिसकेका छौँ। अब स्थित प्रज्ञ योगीको स्थिति कस्तो हुन्छ भन्ने कुरा यसपछिको श्लोकमा आजको मुख्य व्याख्याय श्लोक अब आउँछ। जो स्थित प्रज्ञ छ, जो सम्पूर्ण एषणाबाट, एषणा भनेको आसक्ति चाहनाबाट मुक्त भइसकेको छ, एक किसिमको ज्ञानी हो, जो मोक्षको अधिकारी हो त्यो कस्तो हुन्छ र अरू विषय भोगमा दौडधुप गर्नेहरू कसरी कहाँ अल्मलिरहेका हुन्छन्, यी दुईटै कुरालाई यही श्लोकमा वर्णन गरिएको छ। अब आजको विशेष अर्थ विचार गरिने श्लोक। आपूर्यमाणम् अचल प्रतिष्ठं समुद्रमापः प्रविशन्ति यद्वत् तद्वद् कामायं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी। आपूर्यमाणम अचल प्रतिष्ठम समुद्रम सामान्य अर्थ गरौँ। आपूर्यमाणम भनेको पुरै भरिन लागेको अथवा भनौँ भरिएको।
पूर्यमाणम सानस प्रत्यय हुँदाखेरि भरिँदै गरेको भन्ने अर्थ पनि हुन्छ, तर सामान्य यहाँको श्लोकको अर्थ विचार गर्दा भरिएको भन्ने मात्रै अर्थ हो। पानीले टनाटन भरिएको। अचल प्रतिष्ठम भनेको जसको प्रतिष्ठा, सीमा, बाँध हलचल गर्दैन अथवा दह्रो पक्को छ, पक्का बाँध, पक्का किनार भएको। अचल प्रतिष्ठम, चारैतिरबाट पानी टनाटन भरिएको अनि सीमा, मर्यादा, किनार पक्का भएको। समुद्रम, समुद्रमा। आपूर्यमाणम, चारैतिर पानीले भरिएको। अचल प्रतिष्ठम, सीमा ठिक भएको, मर्यादा ठिक भएको। अम, समुद्रम, समुद्रमा। आपह भनेको जल। जल भन्नाले यहाँ अप शब्द बहुवचनमा हुन्छ। आप, अपह, अद्भ्य, 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 अपाम, अपसु यसरी रूप चल्छन्। अनि आपह भनेको जलहरू। जलहरू भनेर हरू शब्द किन प्रयोग गर्नु पर्यो होला? त्यहाँ नदीको जल, खोलाको जल, अरू चाहिँ गण्डकी, गङ्गा, गोदावरी, यमुना, सरस्वती, रेवा लगायतका, कौशिकी, बागमती, गण्डकी, कर्णाली यी सबै नदीहरूका जल आपह प्रविशन्ति, वार वार्ती प्रवेश गर्दछन्। कहाँ? समुद्रमा। कस्तो समुद्रमा? जहाँ चारैतिर पानी टनाटन छ। समुद्रमा पानी कहिले घट्छ? घट्दैन त। चारैतिर पानीले भरिएको अनि सीमा मर्यादा ठिक भएको समुद्रमा चारैतिरबाट पानीहरू खनिएका हुन्छन्, प्रवेश गरेका हुन्छन्। आपह प्रविशन्ति। जसरी चारैतिरबाट वारवार्ती बग्दै आएका, उछालिँदै आएका, नाच्दै उफ्रिँदै आएका पानीका प्रवाहहरू समुद्रमा गएर आफ्नो सीमा मर्यादालाई नत्याग्ने समुद्रमा गएर वारवार्ती प्रवेश गर्दछन्। यो उदाहरण भयो। आपह प्रविशन्ति। यथा शब्दको यथा अन्तर्गतको कुरा हो यो। यथा आपूर्यमाणम अचल प्रतिष्ठम समुद्रम आपह प्रविशन्ति। चारैतिरबाट पानीहरू प्रवेश गर्दछन्। तद्वत्, अब त्यस्तै भन्नुपर्छ। यथा भनेपछि तथा। त्यस्तै सर्वे कामः, सम्पूर्ण मनका कामना चाहनाहरू, यम भनेको जुन, जसमा, जुन योगीको हृदयमा, ज्ञानीको हृदयमा, स्थितप्रज्ञको हृदयमा, प्रविशन्ति भनेको सब विलिन हुन्छन्। अजिङ्गरका मुखमा झिँगा बसे झैँ सब त्यहीँ गएर विलिन हुन्छन्, हराउँछन्। अथवा भनौँ समुद्रमा गएर पानीका खोल्सा खाल्सीहरू गएर मिसिए जस्तै त्यहीँ हराउँछन्। ती योगी ज्ञानीका हृदयमा सम्पूर्ण कामनाका छहरे खोलाहरू गएर त्यहीँ हराउँछन्, बिलाउँछन्। तद्वत् कामाः यम प्रविशन्ति। जसको हृदयमा गएर, जसको चिन्तनमा, जसको विचारमा गएर सम्पूर्ण कामनाहरू विलिन हुन्छन्, स भनेको त्यस्तो योगीले नै शान्तिमा आपनोति, सच्चा शान्ति प्राप्त गर्दछ। कामकामी भनेको कामान कामयते इति, कामकामी विषयको भोग गर्न चाहने, विषयको अभिलाषामा रमाउने व्यक्ति न भने व्यक्तिले न भनेको त्यो परम आनन्द सुख अनुभव गर्न पाउँदैनन्। जसरी चारैतिरबाट बग्दै आएका जलाशयका पानी, त्यो पानी समुद्रमा गएर भरिराखेको छ। भरिरहँदा पनि आफ्नो सीमा नछोड्ने, गम्भीर भएर धीर भएर बसिरहने समुद्रमा बाहिरी नद नदीका पानीहरू वारवार्ती जसरी प्रवेश गरिरहेका हुन्छन्, त्यसै गरी नै योगीको हृदयमा, अर्थात् समुद्र झैँ विशाल गम्भीर भएको ज्ञानीको हृदयमा सबै कामनाहरू त्यहीँ विलिन हुन्छन्। अब विषय जहाँ यसो देखा पर्दछ त्यसले मन विचलित गराउन पर्ने हो, तर त्यो योगीको हृदयमा कुनै पनि विकार उत्पन्न गराउँदैनन्। जसरी उफ्रिँदै बौलाउँदै आएका खोला नालाहरू पनि समुद्रमा पुगेर समुद्रलाई छचल्क्याउन सक्दैनन्। समुद्र त आफ्नो शैलीमा मस्त
आनन्दपूर्वक धीर गम्भीर भएर मानव समाधिमा बसिँदै बसिराखेको छ, कुनै विकार उत्पन्न नगराइकन। त्यसै गरी त्यस्तो सच्चा योगीले सम्पूर्ण विषयहरूका अङ्कुर अथवा कामनाका प्रवाहहरूलाई आफैमा विलिन गरेका हुन्छन् र उनीहरू विषयमा आसक्त कहिल्यै पनि हुँदैनन्। उनलाई सच्चा शान्ति प्राप्त हुन्छ। विहाय का आपूर्यमाणम् अचल प्रतिष्ठम समुद्रम आपः प्रविशन्ति यद्वत् तद्वत् कामायं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी। यो सामान्य यसको अर्थ भयो। आपूर्यमाणम यो सानच प्रत्यय भएको पुराणे प्रिपालन अव्यवहार हो। पूर्यमाणम भनेको पुरिँदै गरेको भए, आपूर्यमाणम भनेको पुरै टनाटन हुँदै गरेको भन्ने अर्थ हुन्छ। अचल प्रतिष्ठम भनेको के त? जसको सीमा चाहिँ नि हलचल हुँदैन भनेर हामीले अघि बतायौँ। मर्यादा ठिक भएको भनेर बतायौँ। अब यसलाई शब्दको व्युत्पत्ति गर्दाखेरि अचला अचलतया प्रतिष्ठा अवस्थिति यस्य तम अचल प्रतिष्ठम, जसको प्रतिष्ठा अचला छ हो त्यस्तो अचल प्रतिष्ठा भएको समुद्रम, समुद्रमा आपह भनेको जल, सर्वतोगताः सत्यः प्रविशन्ति प्रवेश गर्दछन्। त्यसै गरी आफूमा पनि विकार रहितमा आफूमा पनि सम्पूर्ण कामनाहरू, कामनाहरू भनेको के त भनेको विषयको नजिकमा रहँदा पनि विषयले नखिचोस् अथवा विषय भोग सम्बन्धी इच्छा नजागोस्। हो त्यसै गरी विलियन्ते, जहाँ विलिन हुन्छन् हो त्यसले नै मोक्ष प्राप्त गर्दछ। कामकामी शब्दको विशेष अर्थ गर्नुभएको छ यहाँ। काम्यन्ते इति कामाः विषयाः, जसको चाहना राखिन्छ त्यस्ता कामाः भनेको विषयहरू हुन्। तान कामयितुम शीलम यस्य स कामकामी, ती विषयहरूलाई कामना गर्ने स्वभाव बानी व्यवहार जसको छ त्यसलाई के भनिन्छ? कामकामी भनिन्छ। हो त्यो कामकामीले न शान्तिम आफ्नोति, त्यसले वास्तवमा शान्ति प्राप्त गर्न सक्दैन। अब यसको विशेष अर्थ विचार गर्दाखेरि आपूर्यमाणम भनेको भरिँदै गरेको, अचल प्रतिष्ठम भनेको स्थिर प्रतिष्ठा भएको, समुद्रम समुद्रमा यो समुद्रको विशेषण भयो। समुद्रमा हाम्रा विभिन्न नदीहरू बगेर गएका हुन्छन्। गङ्गा, नर्मदा, गोदावरी, कृष्णा, बेणी, कौशिकी, बागमती, उता बाहिरपट्टि कुरा गर्दा कावेरी, सिन्धु आदि हजारौँ हजार नदीहरू यिनीहरू चाहिँ दौडिँदै दौडिँदै कहाँ गएका छन्? यी सब नदीहरू चाहिँ नि समुद्रमा गएका छन्। कस्ता कसरी भन्दाखेरि अग्ला अग्ला चाहिँ नि छालहरू उछालिँदै समागतै अभ्रङ्कशेर महाप्रवाहै अनि अपरिमितै, अपरिमित ठुला ठुला प्रवाहहरूले चारैतिरबाट धक्का मुक्का गर्दै बुरुक बुरुक उफ्रिँदै, यो गङ्गाजी नै गएर हाम्रो समुद्रमा मिल्नुभन्दा अगाडि नै यही सिन्धु नदी बन्ने बेलामा नै भयङ्कर ठुलो पो देखिन्छ त। त्यस्ता सयौँ सयौँ नदीहरूले समुद्रमा चारैतिरबाट भर्न खोजेको छ, भरिएको माने गएर पसेको पसै छ। यसरी अपरिमित नदनदीहरूद्वारा चारैतिरबाट भरिन थाल्दा थाल्दै पनि अचल प्रतिष्ठम भनेको के त? अचला चलन वर्जिता स्वस्वरूपात स्वभावाद वा अनतिक्रान्ता। अब समुद्रलाई कसरी हलचल गर्नु र? उसको स्वभावकै कारणले पनि, उसको शास्त्रीय लक्षणका कारणले पनि ऊ अतिक्रान्त भएर रहँदैन। जलको मर्यादालाई उसले एकदम ख्याल गरेको हुन्छ। त्यसैले उसलाई अचल प्रतिष्ठम भनेर बताइयो। जसको प्रतिष्ठा हलचल हुँदै छैन, अचल प्रतिष्ठम समुद्रम हो। त्यस्तो समुद्रमा अब आपह भनेको जलहरू, समुद्रमा त्यस्ता जलहरूकै गङ्गा सिन्धु आदि नदीका जलहरू विभिन्न क्षेत्रबाट आएर समुद्रमा वारवार्ती प्रवेश गर्दछन्।
हो त्यसै गरी उनीहरू प्रवेश गर्ने बेलामा आफ्ना भिन्न भिन्न रूप थियो भने रूप पनि छोडेर प्रवेश गर्दछ। आफ्नो सेतो कालो, कोही सेती, कोही के अरे शुक्ला गण्डकी, कोही कृष्णा गण्डकी, कोही यमुना, कोही गङ्गा, कोही सरस्वती। सामान्यतया गुण अनुसारका वर्ण भनिन्छ, तर पनि हाम्रो नेपालमा कसले कुन वर्णका कपडा लगाउने, को कस्तो हुनुपर्ने भन्ने त्यस्तो नियमित अनुशासन नभए जस्तो देखिन्छ। तर शास्त्रीय दृष्टिले हेर्ने हो भनेदेखि विभिन्न रूप विशेष, विभिन्न रस विशेष, विभिन्न गन्ध विशेष, विभिन्न अब विशेषण विशेषहरू जति जति छन् ती अब तामझामहरू, ती अनुहारहरू, ती विशेषताहरू, ती गहना गुरियाहरू, ती कपडाहरू, ती ढोङ आडम्बरहरू, नदीका, खोला नालाका, ती सबैलाई त्यागेर आफ्ना आफ्ना नाम पनि छोडेर, नाम यतिसम्म कि देवघाटमा आउनुभन्दा अगाडि कृष्णा गण्डकी त्रिशूली भनिँदै थियो। यहाँ आएपछि आफ्नो नाम रूप छोडे, अनि त्यसपछि चाहिँ नि यहाँ आएर नारायणी भन्ने नाम रह्यो। त्यसै गरी आफ्ना विभिन्न नाम रूपहरू सब परित्याग गरेर समुद्र भावमा उनीहरू समाहित भएर जान्छन्। समुद्र भावमेव गच्छन्ति। अनि समुद्रमा गइसकेपछि समुद्रको महिमामा, नाम रूप गुण आदिमा सर्लक्कै गएर मिसिएका हुन्छन्, समुद्र झैँ बनेर त्यहाँ कुनै भेद रहँदैन। जसरी यही तरिकाले सम्पूर्ण कामनाहरू जसको हृदयमा प्रवेश गरेर कुनै पनि भोक्तृभोग्य भेद अवशेष रहँदैन। यहाँ यद्वत् कामः यम तद्वत् कामः यम प्रविशन्ति भनेर बताएको छ। कामः भनेको के त? काम्यन्ते गृह्यन्ते इति कामः भोग्य पदार्थः। विभिन्न किसिमका भोग्य पदार्थहरूको कामना गरिन्छ, त्यस कारणले काम शब्दको अर्थ नै भोग्य पदार्थ। काम्यन्ते नाम नाना नामादि भेदेन, रूप भेदेन, रस भेदेन, गन्ध भेदेन, पाक भेदेन च किञ्चित के विविच्य गृह्यन्ते इति कामः भोग्य पदार्थः। काम भनेको यस्ता भोग्य पदार्थहरू, खाने कुरा, लगाउने कुरा, विभिन्न किसिमका मेवा मिष्टान्न परिकारहरू, विभिन्न किसिमका लगाउने कपडाहरू, अब अचेल मोबाइलहरू, अनि घरमा सजाउने कुराहरू, गाडी घोडाहरू इत्यादि जति पनि भोग्य विषयहरू छन्, तिनीहरू विभिन्न किसिमका नाम रूप आदि, नाम रूप रस गन्ध पाक संस्कार आदि विशेष विचित्र गुण विशेषहरूले विचित्रित भएका विभिन्न भोग्य विशेषहरूलाई युक्त भएर सर्वतः अनिच्छा प्रारब्धादेव सम्प्राप्तै आपूर्यमाणं माम तद्वत् कामः यम प्रविशन्ति। सबैतिरबाट परिपूर्ण भएको जसमा यी सम्पूर्ण कामनाहरू प्रवेश गर्दछन्। कसरी प्रवेश गर्दछन् त भन्दा अगाडि बताइहालियो। स भनेको त्यस्तो व्यक्ति शान्तिमा आफ्नोति, परम शान्ति प्राप्त गर्दछ ब्रह्मनिष्ठ भएर। यम ब्रह्मनिष्ठम प्राप्य सर्वे विषयाश्चित भावापन्नाः अध्यात्म दृष्टिया प्रविलापिताः सन्तः स्वकीयं नाम रूप विशेषम, नाम विशेषम, रूप विशेषम, गंध विशेषम, पाक विशेषम, संस्कार विशेषम, रुचि विशेषं च परित्यज्य समुद्र प्रविष्ट महानदी जलानि समुद्र भावमेव। समुद्रमा प्रवेश गरेका पानीका अलग अलग अनुहारले आफ्ना सम्पूर्ण नाम रूप गुण विशेषताहरूलाई, इतिहासलाई समेत समाप्त गरेर समुद्रमा नै समाहित हुन्छन्। समुद्र भावमेव स्वयं। त्यसै गरी सम्पूर्ण कामनाहरू समाप्त भएर ब्रह्ममा विलिन भएर स्वयं ब्रह्मभावमा मात्रै जो प्राप्त हुन्छन् त्यसले नै वास्तविक शान्ति प्राप्त गर्दछ। शान्ति शब्दको अर्थ के हो त? अविद्यारूपी प्रपञ्चको उपरम, प्रपञ्च निवृत्ति नै शान्ति हो। त्यो प्रपञ्च निवृत्तिको शान्ति उनीहरूले प्राप्त गर्दछन्। य एवं लक्षणः ब्रह्मविद् यतिः स एव शान्तिम अविद्या प्रपञ्चोपलक्षणम पशम लक्षणाम विदेह मुक्तिम आपनोति न तु कामकामी।
कामान कामयते इति कामकामी कामनाको चाहना गरेर भौतारिने त्यस्ता व्यक्तिले त्यो सुख प्राप्त गर्न सक्दैन। स्वयं कैवल्य कारणभूताम ब्रह्मनिष्ठाम कैवल्यको मूल आधार भएको ब्रह्मनिष्ठालाई पनि त्याग्छन्, स्वधर्मलाई स्वकर्तव्यलाई परित्याग गर्दछन् र यो चाहिँ न कामकामीको कुरा आइराखेका छ, विषय भोगका पछि लाग्दछन्। त्यस्ताहरू त्यो वास्तविक परम आनन्दलाई प्राप्त गर्न सक्दैनन्। यदा हि एव एष एतस्मिन् उदरम् अन्तरं कुरुते अथ तस्य भयं भवति द्वितीयाद् वै भयं भवति। जसको मनमा अब द्वैत प्रपञ्चको प्रतीति हुन्छ, अज्ञानको कारणले भेद वासनाले, हो त्यसको चाहिँ न कामकामी, त्यसले वास्तवमा सुख प्राप्त गर्न सक्दैन। निष्कर्ष के भयो? जसरी नदीको जल समुद्रमा पुग्छ, समुद्र घट्ने बढ्ने हुँदैन, नदीबाट जल खिचे पनि त्यहाँ घट्दैन, बादलले समुद्रबाटै जल तान्छ भन्छन्, तर बादलले खिचे पनि समुद्रको जल घट्दैन। अब जति के अरे बर्खामा मडारिएर अग्ला अग्ला छालहरू उछाल्दै नदी जल समुद्रमा गएर प्रवेश भए पनि समुद्र फेरि बढ्दैन पनि। जहाँ रहनुपर्ने हो त्यहीँ रहन्छ, त्यहाँभन्दा घट्ने र बढ्ने दुवै कुरा हुँदैन, ह्रास विकास हुँदैन, समान एक रस भएर रहन्छ। त्यसै गरी ब्रह्मज्ञ व्यक्तिको हृदयमा यी कामनाका उछालहरू उफ्रिँदैनन्। ऊ स्वतः एकान्त शान्त एकाग्र भएर जनसमूहको बिचमा रहे पनि ऊ एकाग्र भएर एकान्त भएर रहन सक्छ। ज्ञानी व्यक्तिका हृदयमा कामनाको त्यो अङ्कुरहरू किन पलाउँदैन त भन्दा, उदाहरण त दिइहाल्यो समुद्र जस्तै। जसरी समुद्रमा जल आउने क्रम घटी बढी भए पनि समुद्र आफैमा घट्ने बढ्ने हुँदैन, त्यसै गरी जति विषयका भोगहरू कामनाहरू अगाडि आए पनि ब्रह्मज्ञ व्यक्तिमा त्यो चित्त शान्त भइ नै रहन्छ, त्यसमा क्षोभ आउँदैन, त्यसमा हलचल हुँदैन। ल ठिकै छ, समाधि अवस्थामा त चित्त शान्त भयो, समाधि अवस्थामा त उसको मनमाथि उछालहरू आएनन्, तरङ्गहरू आएनन्, तर व्युत्थान अवस्थामा के हुन्छ त? व्युत्थान भएपछि त व्यवहारै हो नि भनेर तनाव बोकेर हिँड्ने हो कि त्यतिखेर केही उपाय छ त? विद्युत अवस्थामा भन्दा भन्नुहुन्छ व्युत्थान भएको अवस्थामा पनि ऊ शान्त नै रहन्छ। स शान्तिम आप्नोति। जतिसुकै लौकिक भौतिक दिव्य पदार्थहरू आउन्, अति दिव्य पदार्थ आए पनि तिनीहरूमा उसको आसक्ति हुँदैन, किनभने तिनीहरू अयथार्थ वस्तु हुन् भन्ने कुराको बोध हुन्छ। बोधोत्पत्ति हुनुभन्दा अगाडि जुन वस्तुलाई नभई भएन भनेर आग्रहपूर्वक प्राप्त गर्ने इच्छा राख्थ्यो, बोधोत्पत्ति पछाडि ती वस्तुहरूमा आफ्नै सत्ता नभएको तुच्छ, शून्य, मिथ्या, व्यर्थ, असत प्रतीत हुन्छ। जसरी मृगतृष्णा देख्दाखेरि बालुवामा टल्किएको पानी हो कि जस्तो लाग्ने, त्यो पिउन मन लागेको थियो अज्ञान अवस्थामा, ज्ञानोत्पत्ति पछाडि त्यसको पछि लाग्न मन लाग्दैन। त्यसै गरी अब जब ज्ञानोत्पत्ति भइसकेपछि त उसले प्राप्त गर्न बाँकी रहेको चिज जस्तो पनि केही लाग्दैन, किनभने सबै वस्तु उही ब्रह्ममा अध्यस्त छन्, ब्रह्म स्वयं प्राप्त भइसक्यो। त्यसकारणले त्यसमा अरू कुनै वस्तुको माने कामना गर्ने अवसर नै छैन, वासना नै छैन। त्यसकारणले स शान्तिमा आप्नोति न कामकामी। यस प्रकार अर्जुनका प्रश्नको उत्तरलाई उपसंहार गर्ने क्रम अहिले चलिरहेकै छ। स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशवः स्थितधि किं प्रभाषेत किमासीत व्रजेत किम। यो चाहिँ किम आसीत, यो प्रश्नको उत्तर अघिल्लो पङ्क्तिमा पनि आएको थियो र अहिले पनि त्यही प्रश्नको उत्तर गरिएको छ। आजको समय पनि पूर्ण भएछ। अब हामी भोलि दुईटा श्लोकहरूलाई संक्षिप्त रूपमा पुरा गर्दै विहाय कामान यः सर्वान् र एषा ब्राह्मी स्थिति पार्थ, यो हप्तामा दोस्रो अध्याय पुरा गर्दछौँ र अर्को हप्ता सुरु हुँदा आइतबारको दिनमा
हाम्रो केही विचार विमर्श, परिचय, कुराकानी यो अध्याय पढ्दासम्म लागेका आफ्ना महत्त्वपूर्ण अनुभवहरू हजुरहरूले प्रकट गर्नुहुनेछ, सुनाउनुहुनेछ। त्यसबाट हामीलाई पनि कहिले बोल्ने बेलामा कुन सुरमा के बोलिन्छ थाहा हुँदैन। हामीले त तार जोडिदिने हो, कता मुखबाट के प्रकट हुन्छ थाहा हुँदैन। यो त माइक मात्रै न हो, माइकले के बोल्छ र? उताबाट जसको जे प्रेरणा आयो त्यही बोलेको हो। अब त्यसमा के कसो भयो होला, माइक क्यारकुर के गर्यो होला, माइक ठिकसँग बज्यो कि बजेन, हजुरहरूको भित्र रहनुभएका अन्तर्यामी भगवानले केही पक्कै पनि उपदेश अर्ती र विचार विनिमय दिनुहुनेछ। त्यो चाहिँ हामी आइतबारको सत्रमा गर्नेछौँ। भोलि यो दोस्रो अध्याय पुरा गर्नेछौँ। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः शान्तिः शान्तिः। ओम। नमो नमः गुरुदेव। हजुरलाई धेरै धेरै धन्यवाद, हार्दिक आभार। 69 नम्बर श्लोकको उपसंहारमा गुरुदेवले ब्रह्म विद्याको स्थिति, आत्मज्ञानको स्थिति सम्पूर्ण सर्वसाधारणका लागि निशा हो, रात्रि हो, जहाँ उनीहरू जागृत हुँदैनन्, सुतेका हुन्छन्। तर संसारिक कामना, भोग र संसारको चमक दमक संयमीका लागि रात्रि रूपी अन्धकार हुन्छ र निशा हो, र पारमार्थिक सत्ता ब्रह्म सत्ता स्थितप्रज्ञ मुनिको लागि जागृत अवस्था हो। त्यस्तै 70 नम्बर श्लोकमा ज्ञानीको हृदयलाई विशाल शान्त स्थिर समुद्रको उपमा दिइँदैछ। जसरी शान्त विशाल र स्थिर समुद्रमा चारैतिरबाट प्रवेश गरिरहेका जलराशिहरूले पनि मर्यादित र स्वयंमा स्थित समुद्रलाई हलचल गर्न सक्दैन, विचलित गर्न सक्दैन। त्यसरी नै स्थित प्रज्ञ ज्ञानी पुरुषको समाहित चित्त अनि शुद्ध हृदयलाई पनि सबै कामनाहरू प्रवेश गर्दा पनि ती कामनाहरूले ज्ञानीलाई विषयमा विषयभूत गर्न सक्दैन, विचलित गर्न सक्दैन भन्ने कुरो। अनि सांसारिक मोहले पनि, संसारमा रहे पनि ज्ञानी संसारबाट पृथक नै रहन्छ। कामकामी व्यक्तिले कामनाको इच्छा गर्छ, त्यसैले उसले मोक्ष प्राप्त गर्दैन, शान्ति प्राप्त गर्दैन भने ज्ञानीलाई कुनै कामना हुँदैन, निष्काम हुने हुनाले उसले परम शान्ति प्राप्त गर्दछ, मोक्ष प्राप्त गर्दछ। साह्रै नै सुन्दर भावार्थ रह्यो गुरुदेवको विवेचन पनि। गुरुदेवको अमृत कण्ठलाई पनि नमन प्रणाम, सबैलाई प्रणाम। समापन प्रार्थना लिउँ। योगेशं सच्चिदानन्दं वासुदेवं व्रजप्रियं धर्म संस्थापकं वीरं कृष्णं वन्दे जगद्गुरुं। श्रीकृष्णं वन्दे जगद्गुरुं। नमो नमः गुरुदेव। सबैमा